हो नि विक्की सरलाई चाहिँ श्रद्धाजीले निर्देशन गरे हो क्या यसको एक्ज्याक्ट निर्देशक को भन्ने नै थाहा पाएँ छैन मैले मलाई पनि यो फिल्ममा सम्झिनु भयो थोरै राम्रो रोल छ फेरि मेरो हेर्नु होला गजबको रोल छ म त कस्तो खुसी भएको क्या रेखा दिदीसँग खेल्न पाइयो ओ माई गड भनेको जाँदा रेखा दिदीसँग हुनुहुन्न अनि भरे देखेँ गौरी दिदी हुनुहुँदो रहेछ तृप्ति दिदी महेश दाई प्रकाश बाबु नि हुनुहुन्न थियो त्यहाँ म जाँदा त दिदा दिदी खुसी लाग्यो मलाई खेल्न पाइयो रमाइलो लाग्यो यो फिल्म सुपर डुपर हिट हुन्छ भनेर मैले भनिसकेँ पुग्छ मैले भनेको थ्याङ्क यू जहिले पनि अब कमर्सियल अब एकदम हिरोइन भन्ने बित्तिकै जुन ऊ छ नि हाम्रो सोचाइ भनौँ न राम्रै हुनुपर्छ राम्रो हुनुपर्छ भन्ने तर मलाई श्रद्धाले श्रद्धाले मात्र होइन नि गौरी दिदीले पनि कम्ता गाली गरेको हो त मलाई त क्यारेक्टरमा बस भनेर मलाई एकदम दिदीहरू नभएको त अलि म टिर्दिनँ थिएँ होला दिदीले मलाई सम्झाएर ढोका थुनेर चुक्कु लगाएर त जानेन भने खुरुक्क क्यारेक्टरमा बस भनेर क्रेडिट गोज टु गौरी दिदी अल्सो है यो क्यारेक्टरको लागि चाहिँ अनि श्रद्धाले जतिखेर पनि अब नेल्स लादे है त्यो पनि काट्ने यो पनि मतलब मलाई एकदमै रमाइलो लाग्यो मैले कहिले पनि गरेको थिइनँ आइएम सो एक्साइटेड यसमा गौरी म्याम अलिकति थप्नु न राम्रो फाइटर त्यस्तो किसिमको एक्सनदेखि लिएर सबै कुरामा ऊ गरिराखेको सायद उसलाई पनि यो क्यारेक्टरलाई आत्मसात गर्नलाई अलिकति गाह्रो नै चाहिँ फिल भएको थियो गर्न खोज्ने तर मनबाट ऊ चाहिराखेको थिएन म गर्दिनँ म यो हुँदै होइन टाइपको हुन्छ नि एउटा जिद्दी चाहिँ थियो उसमा तर पछि बसेर सम्झायो गाली त अब कति हो म त गाली गर्नै जन्मिया मान्छे हुँ सबैलाई सो त्यो भयो तर पछि उसले बुझी यो सिनेमामा धेरै क्यारेक्टरहरू सबैको समान भूमिका नै छ तर स्पेसली रेखाको यसमा एउटा जुन किसिमको लिडरसिप छ त्यो अलिक बेग्लै छ सो तपाईँहरूलाई हेर्दाखेरि मजा आउँछ विकीजी जस्तो प्रायः सुटिङतिर प्रवेश गरुन्जेलसम्मको केही चिज भयो कि भएन प्रायः हामीले समस्या भएको देख्छौँ क्या फिल्म मेकरहरूको चाहिँ सुटिङमा युज गर्दाखेरि पनि समस्या भएको देख्छौँ होइन के भयो कि भएन समस्या त यसको त साह्रै भएन हाम्रो आर्ट डिरेक्टरहरूको लिङ्कअप पनि राम्रो थियो हामी राम्रै गरी अफिसियली नै गऱ्यौँ तर मेन कुरा चाहिँ त्यही हो अब एउटा यो हललाई फर्स्ट टाइम गाउँको लुक दिन जस्तै हामीले गाउँको लुकलाई सहरको लुक दिन खोज्छौँ तर हललाई नै कुलेबारीको लुक दिउँ न भन्ने खालको मेन चाहिँ बन्दुक भन्दा पनि यहाँको एटमोस्फियरलाई बनाउन यहाँ हलको मान्छेलाई फकाउनु चाहिँ अलिक गाह्रो भयो सो त्यो चाहिँ भयो के भएको थियो भन्नु न त्यही भन्न खोजेँ अब के गाह्रो भयो त हलको चाहिँ अब यो सिन्स अब हामी अलिक पुरानो बनाउँछौँ भन्दा चाहिँ अब उहाँहरूको त यो त ग्ल्यामराइज्ड सेक्टर भयो नि त अनि गाह्रो होला यहाँनिर त्यो बक्साहरू राख्नु त्योहरू त तर बिग मुभिजले एकदमै हेल्प गर्नुभयो यो एम्बियन्सलाई क्रिएट गर्न तपाईँले जस्तो 3टा जेनेरेसनसँग करिब काम गर्नुभयो क्या यो फिल्ममा होइन गौरी म्याम अनि हाम्रो दिया म्याम अनि रेखा म्याम होइन उहाँहरूको बारेमा थोरै तृप्ति दिदी होइन अरू पनि हुनुहुन्छ नि नयाँसँग पनि गर्दाखेरि 3 जेनेरेसन भयो नि त होइन अलिकति थोरै व्याख्या गर्नुहोस् न 3जना हिरोइनको काम गरेको हिसाबले कतिको गाह्रो हुँदो रहेछ उहाँहरूलाई मैले मेन चाहिँ त्यही थियो हामीले मुभी बनायो भने चाहिँ पहिल्यैदेखि जसलाई आइडलाइज गर्छु त्यो मान्छेहरूलाई लिएर चाहिँ मुभी बनाउँछु त्यो व्यक्तित्वहरूलाई लिएर मुभी बनाउँछु भन्ने श्रद्धा र हाम्रो थियो अनि सबसे फर्स्ट अप्रोच गरेको हामीले त अभियसली गौरी दिजुलाई हो गौरी दिजुले ल गर्नुपर्छ हामीले मिलेर भन्नुभयो त्यहाँदेखि त्यसरी नै को हाल्ने त भन्दा तृप्ति दिदी हाल्नुभयो तृप्ति दिदीले गर्दैन है जस्तो लागिसकेको थियो किन उहाँ त फिल्म इन्डस्ट्रीबाट 15-20 इयर्स चाहिँ भइसकेको थियो नहुनुभयो सो गर्नुहुन्न होला भनेरै एकचोटि ट्राई गरेको थिएँ तृप्ति दिदीले म पनि गर्छु त्यसो भए गौरी दिजुहरू हुनुहुन्छ भने यो हाम्रो लागि पनि एउटा मेमोरी हुन्छ सबैजना गर्दाखेरि भनेर त्यो जुड्यो हामीलाई लकिल्ली जुड्यो सो तृप्ति दिदीको पनि कम ब्याक हो उहाँ आज हुनुहुन्न उहाँको व्यस्तताले गर्दा तर अभियसली प्रिमियर र ट्रेलरमा आउनुहुन्छ सो यस त्यसरी चाहिँ गौरी दिदी जुडेपछि सबैजना जोड्न पनि सजिलो भयो भनौँ न प्रकाश भाइ काका के कु कु के भन न तिमी मेरो साटो महेशले भन्छ भन त कका के कु के कै को कौ कम का ट्यालेन्ट हो है मैले सिकाएको नि